कहाँ कोठी हुने व्यक्तिहरू कस्ता हुन्छन् आज हामी हजुरलाई जानकारी गराउन गइरहेका छौँ। हजुरको पनि कोठी कहाँ छ र आफ्नो बारेमा जान्न चाहनुहुन्छ भने कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। निधारमा कोठी हुने व्यक्तिहरू अत्यन्त भाग्यमानी हुने गर्दछन्। मेहनती, सहयोगी र परोपकारी पनि हुने गर्दछन्। आँखाको वरिपरि कोठी हुने व्यक्तिहरू अरूको राम्रो र नराम्रो व्यवहारलाई चाँडै चिन्ने खालका हुने गर्दछन् र नयाँ नयाँ ठाउँमा घुम्न भ्रमण गर्नका अत्यन्त शौकिन हुने गर्दछन्। नाकको टुप्पोमा अथवा नाकको वरिपरि कोठी हुने व्यक्तिहरू अत्यन्त रिसाहा प्रवृत्तिका हुने गर्दछन्। तर कसैले साथीवत व्यवहार गर्छ, सहयोगी भाव देखाउँछ भने तिनीहरूको लागि ज्यानै दिन पनि पछि हट्दैनन्। ओठको माथि कोठी हुने व्यक्तिहरू प्रेम सम्बन्धमा प्रायजसो सफल हुने गर्दछन्। आफ्नो एक मुस्कानले नै कसैलाई पनि आफ्नो बसमा पारेर राख्न सक्ने शक्ति यिनीहरूमा हुने गर्दछ। ओठको मुनि चिउँडोसम्ममा कोठी हुने व्यक्तिहरू प्रायजसो प्रेम सम्बन्धमा धोका खाने खालका हुने गर्दछन् र दाम्पत्य जीवनमा पनि प्रायजसो कलह भइ नै रहन्छ। घाँटीमा कोठी हुने व्यक्तिहरू रोमान्टिक हुने गर्दछन्। हँसमुख र कसै साथीहरूसँग चाँडै मिल्न सक्ने र मनोरञ्जन गर्नका अत्यन्त शौकिन हुने गर्दछन्। हातमा कोठी हुने व्यक्तिहरू अत्यन्त खर्चिला हुने गर्दछन्। दान, पुण्य, सहयोग र मेहनतको कार्यमा पनि सदैव अगाडि रहन्छन्। हजुरको पनि कोठी कहाँ छ कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। राधे राधे।